सबैलाई चाहिँ हाम्रो प्रचार प्रसार चाहिँ पुर्याउनु पर्यो है बाबु है। नेताजी त्यहाँ हेर्नु त त्यो सन्देश होइन हो क्या अरे हो जाउँ त यसो त्यसलाई पनि भोट हाल्न भनेर यहाँ मात्रै जाउँ केटाहरू छन् के अरे यसो फकाइफुलाई गरौँला। अनि सन्देश अब विदेश जाने नै भइस् के अरे गएर चाहिँ हामीलाई चाहिँ नबिर्सेस् है। के कुरा गर्छ यार, कहाँ बिर्सिन सक्छु मैले आफ्नो बाल्यकालको साथीलाई। अब तपाईँलाई थाहा छ त घरको अब ऋण तिर्नै पऱ्यो क्यारे, त्यस कारणले गर्दाखेरि विदेश जानै पऱ्यो। अब मन त कहाँ हुन्छ होइन। अनि त पढे लेखेको मान्छे, ब्याचलरको डिग्री गरेको मान्छे, यहीँ जति भने नि पाउँछस् नि, यहीँ गऱ्यो भने जानै पर्छ तँलाई विदेश। त्यतिका तपाईँलाई थाहा छ त यार, मैले कति ठाउँमा जब एप्लाई गरेँ हेर। अब ब्याचलर गरेको भनेर के गर्ने, जताततै आफ्नै ठाउँ आफ्नै मान्छे चाहिँदो रहेछ, पैसा चाहिँदो रहेछ क्यारे। अब पढेर मात्रै केही नहुने, त्यही भएर म त अब यो देश छोड्ने निदो गरेँ, विदेशै गएर कमाएर अब चाहिँ त्यही अनुसारले जीविकोपार्जन गर्नु पर्ला। नमस्कार है बाबुहरू, नमस्कार नमस्कार। हामी त चुनाव प्रचार प्रसारमा आएको थियौँ, ठ्याक्कै बाबुहरूलाई पनि देख्यौँ। के अरे तपाईँहरूको बुवाआमाहरू पनि हाम्रै पार्टीको हुनुहुन्छ। हामीलाई तपाईँहरू जस्तै युवाहरूको खाँचो छ, तपाईँहरूको बुवाआमाहरू पनि हाम्रै पार्टीको हुनुहुन्छ के अरे। यसपालि हाम्रो केरा चिन्हमा चाहिँ भोट हालेर हामीलाई जिताउनु पर्यो है बाबु। ए बल्ल अहिले आएर चाहिँ तपाईँलाई हाम्रो आवश्यकता पर्यो। हामीलाई आवश्यकता पर्दा तपाईँ कहाँ हुनुहुन्छ नेताज्यू? नरिसाउनु नि बाबु, हामी त सदैव तपाईँकै साथमा त छौँ नि, तपाईँहरूकै साथमा छौँ। हाम्रो पार्टी सदैव तपाईँहरूको साथमा छ। अब यसरी यो ढाँटेर छलेर चुनाव जित्छु भन्ने चाहिँ तपाईँले आश नगरे हुन्छ हेर्नुहोस् नेताजी। त्यस्तो होइन बाबु, अब हामी नयाँ ढङ्गबाट अगाडि बढ्नेछौँ। शिक्षा, स्वास्थ्य, रोजगार, सडक सबैमा हामी चाहिँ दिगो विकास ल्याउनेछौँ। यसपालि हाम्रो विश्वास गर्नुहोस्, देशलाई हाम्रो पार्टीको खाँचो छ। होइन त्यस्तो होइन कि नेताज्यू, कहाँ छ विकास? अब अस्ति भर्खर हेर्नुहोस् त कोरोनाको बेलामा मेरो हजुरबा कति बिरामी हुनुहुन्थ्यो, हामीलाई सिलिन्डरको आवश्यक परेको थियो। त्यो बेलामा मेरो बुवा जो चाहिँ तपाईँको अहिलेसम्म लाइफ टाइमभरि तपाईँको चाहिँ पछाडि हिँड्ने होइन, तपाईँको चाहिँ पार्टीको चाहिँ झन्डा बोकेर हिँड्ने मान्छेले तपाईँलाई फोन गर्दाखेरि तपाईँ कहाँ हुनुहुन्थ्यो? त्यो बेलामा तपाईँले फोनै उठाउनु पर्ने। तपाईँको त्यही लापरवाहीले गर्दाखेरि अहिले मेरो हजुरबा हामीसँग हुनुहुन्न। यही हो विकास, यही हो तपाईँले हामीलाई दिनुभएको विश्वास। त्यसरी पनि नरिसाउनु न बाबु। अब हामी नयाँ ढङ्गले जाने चाहिँ हाम्रो विचार छ, हाम्रो चाहिँ दृढ सङ्कल्प छ। अनि बाबुले चाहिँ किन यस्तो नैराश्यता, यस्तो चाहिँ विकास नभएको जस्तो लाग्छ? अहिले कहाँ छ विकास, कहाँ छ विकास? विकासको नाममा अहिलेसम्म हामी नेपाली जनताले केही पनि अनुभूति गर्न पाएका छैन। हेर्नुहोस् त यो बाटो, यो हो विकास। यस्तै बाटोको कारणले गर्दाखेरि मेरो साथी यहाँ अहिले जुन बसिरहेको छ त्यो साथीको आमा बिरामी हुँदाखेरि एम्बुलेन्स आउन पाएन, जसको कारणले गर्दाखेरि हामीले अहिले हाम्रो सामु आमा हुनुहुन्न, अझै पनि तपाईँ विकास भन्दै हुनुहुन्छ। नेपाली जनताले विकास भनेको के हो त्यो देख्न पनि पाएको छैन। होइन अब नकारात्मक हिसाबले मात्र पनि नहेरौँ न। तपाईँहरू युवाहरू जस्तो मान्छेले अब यसरी सोच्नुभयो भने त देश कसरी विकास हुन्छ? अहिले यसपालि चाहिँ हामीले विश्वास गर्नुहोस्, मलाई विश्वास गर्नुहोस्, म तपाईँहरूको विश्वास तोड्ने छैन। हामी चाहिँ विकासमा एकदमै लाग्नेछौँ। त्यस कारणले गर्दाखेरि चाहिँ यसपालि हाम्रो यो केरा चिन्हमा चाहिँ भोट हालेर सहयोग गरिदिनु होला। भोट दिन्न, अब हामी चाहिँ तपाईँलाई चाहिँ सिधै केरा दिएर पठाउने, जस्तो नाम त्यस्तै काम। त्यस्तो नकारात्मक पनि नसोचौँ न हामी युवा भएको कारणले गर्दाखेरि। अब म तपाईँलाई एकदम विश्वासको साथ भन्छु, एकदम ग्यारेन्टीको साथ भन्छु कि मलाई जिताउनु भयो भने यो देशमा नै म रोजगारको सृजना गर्नेछु क्या। धेरै रोजगारको अवसरको कारणले गर्दाखेरि होला मैले मेरो ब्याचलर डिग्रीको सर्टिफिकेट चाहिँ पुरानो बाकसमा थन्काएर 40 डिग्रीको घाममा काम गर्न जाँदैछु। तपाईँले देखिराख्नु भएको छ त एयरपोर्टमा, हेर्नुहोस् त बाकसमा विदेशबाट कति लासहरू फर्किरहेको छ, त्यो लासको सरफ लाग्छ हेर्नुहोस् तपाईँले नेताजी, भनिदिइरहेको छु मैले अहिले नै। ठिकै छ नि त बाबु, अब विदेश जाने भइहाल्नु भएछ, चुनाव पनि मुखैमा आएको छ के अरे होइन, भोट हालेरै जानु होला। अब हाम्रो चिन्ह चुनाव चिन्ह केरा नै हो, केरामा चाहिँ भोट हालेर जानुहोस्।
म तपाईँलाई के ग्यारेन्टी गर्छु भन्दा हाम्रो पार्टीले जित्यो भने तपाईँ विदेशबाट नेपाल फर्किने बेलामा चाहिँ धेरै परिवर्तन भएको पाउनुहुनेछ। अब के र त्यो त यस्तो सानो युवाको हालत कहाँबाट बिगार साला भत्तुवाहरू त फेरि आइस भने तर अब नराम्रो हुनेवाला छ। हेर भन्दैछु मैले, अबदेखि नआएस् यहाँ। सालाहरू चुनावको बेलामा माइक पुग्दै आछस्, जाने बेलामा सँग पुग्दै जालस्। साला भत्तुवाहरू अबदेखि नआएस् त्यहाँ।